जीवनमा सबैभन्दा ठूलो पीडा के हो थाहा छ? जब तपाईँ सही हुनुहुन्छ तर संसारले तपाईलाई गलत ठान्छ। उहाँको कथा पनि यस्तै थियो। हरेक दिन नयाँ आरोप, हरेक दिन नयाँ गाली। मान्छेहरूले नजिकबाट होइन, टाढाबाट निर्णय गरे, यो मान्छे नक्कली हो, यो सफल हुन सक्दैन। यस्ता शब्दहरू बाण जस्तै हानिन्थे। तर उहाँ भित्रभित्रै सही रहनुभयो, किनकि उहाँलाई थाहा थियो समयले सबै कुरा देखाउँछ। जब अरू बोल्थे, उहाँ काम गर्थे। जब अरू गिराउन खोज्थे, उहाँ अझ माथि उठ्ने तयारी गर्थे। धेरै पटक लड्नु पर्यो, शत्रुसँग मात्र होइन, आफ्नै मनसँग पनि। हार मान्ने सोच आयो, थाकै लाग्यो, तर हरेक पटक उहाँ फेरि उठ्नुभयो। त्यो नै फरक हो साधारण र असाधारण मान्छेबीच। अन्ततः उहाँले सबैलाई जवाफ दिनुभयो, शब्दले होइन, परिणामले। आज उहाँ जहाँ हुनुहुन्छ त्यो सजिलै आएको होइन, त्यो बनेको हो आँसु, दुःख र निरन्तर सङ्घर्षबाट। याद राख्नुहोस्, गालीले तपाईलाई रोक्दैन। यदि तपाईँ रोकिनु भएन भने, मान्छेहरूले जे भने पनि, तपाईँ आफ्नो लक्ष्य नछोड्नुहोस्। एक दिन यस्तो आउँछ जब तपाईको सफलता देखेर उही मान्छेहरू चुप लाग्छन्। त्यसैले दुःखलाई शक्ति बनाउनुहोस्, अपमानलाई इन्धन बनाउनुहोस् र अगाडि बढिरहनुहोस्, किनकि अन्त्यमा जित त्यहीको हुन्छ जो